everyone, welcome to my YouTube channel Manju Limbu Vlogमा स्वागत छ। सो म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु। हामी चाहिँ तरारा बजार जाँदैछु। सो यहाँ चाहिँ एउटा हिरोनी अनि हामी अनि यता भाउजूहरू बहिनीहरू हुनुहुन्छ। यता आऊ न हौ कता हो यता हो यता हो यो माथि उता कहाँबाट जान्छ अनि म चाहिँ भिडियो बनाउँदैछु। सो आज चाहिँ म त आफूलाई कस्तो राम्रो देखिरहेको छु मेरो क्यामेरामा। Oh my god wow सो अन्त हामी चाहिँ तरारा बजार जाँदैछौँ यता। एनिवे हामी बजार जाँदैछौँ। बाटो नदेखेर हामी तरारा बजार जाँदैछौँ। सो यता हुनुहुन्छ सुल्टेनीलाई देखाउ न विशेष सुल्टेनी हाम्रो सोल्टिनी। एनिवे अनि म यहाँ छु। कस्तो हामी चाहिँ तरारा बजार जाँदैछौँ यता भाउजू सोल्टिनी अनि यता हाम्रो निलुमा लिम्बू अनि एउटा हिरोनी यता छ। अब चाहिँ हामी जाँदैछौँ गाइसहरू है। रिसा करे तर यसको यसले छाताको टुप्पी भाँचायो। यसको हातमा त केही पर्दैन। त्यही भएर म त अघिदेखि यस्तो यस्तो गर्छु तर भिडियो बाह्रै रहेछ। यस्तो छ तरारा बजारहरू। सो नजाउँ होला नि कि जानु नजाउँ होला। ढिलो हुन्छ होला नि ढिलो हुन्छ होला ढिलो हुन्छ भाइ बुधको जानेको लागि निस्केको बाटो यता गएर उकालो यस्तो अनि यस्तो हामी चाहिँ बुद्ध चोक जाँदैछौँ गाइजहरू। चाहिँ जाँदैछौँ चोक चाहिँ यही हो गाइज। बुद्ध छ आज मेला लाग्ने हामी चाहिँ बुद्ध चोक यही हो गाइजहरू। आज यहाँ यही हो यही हो चाहिँ अब बुद्ध चोकदेखि हामी चाहिँ तरारा गएको। एनिवे इङ्ग्लिस त थप्नु पऱ्यो नि थोरै थोरै इङ्ग्लिसमा ट्यालेन्ट। त्यही भएर मेरो पप्पा त्यही भएर जाँदैछौँ आफ्नो तालमा हिँड्दैछौँ हामी चाहिँ। यता आफ्नो तालमा यता आफ्नै तालमा हिँड्दै जहीँसुकै हिँड्छौँ नि हामी चाहिँ। के भन्नु गाइजहरू बोलाउँदैन त्यही भएर यस्तो देखायो हिँड्यो। ए गाइजहरू यस्तै थियो मेरो हालत। आज त हिँड्दैछु मैले चाहिँ मौसम यस्तो धुलिरहेको यस्तो है। त्यही भएर
ब्रस गरिरहेको जस्तै गरेर होइन हामी चाहिँ अन्त कस्तो राम्रो फुल यसले फुल ती फुल कस्तो राम्रो भिडियो बनाइदिनु पर्दैन अघि के थाहा त के मैले गाइस चोरो यसले फुल नो नो हामी नजाने कस्तो फुल चोरो गाइसहरू भनिदिनु होला कमेन्ट गर्नु है त्यो फुलको धनीले मैले त फुल टिप्दै गरेको कस्तो राम्रो थियो नि स्क्रिनसट हालेर फोटो निकाल्नु पाएछ फुलै फुल यहाँ फोटो खिच्नु गरिरहेको हजुर सो हामी चाहिँ तर जाने कता हो बाटो भनेर झुकिरहेको छौँ यता पो हामी चाहिँ अब थररा बजार जानेछौँ बाइक आयो बाइक हामी चाहिँ यस्तो बाटो काट्नु यस्तो डर लाग्छ त्यही भएर हेरी निस्क्यौँ गाइस सो त्यही भएर कुरियर सेवा ओ कति मोटो डगी एनिवे हामी चाहिँ घुम्दै यतिकै रात पऱ्यो ओ ऐसे होता है ओ यस्तो हावा नि चल्छ है हामी चाहिँ यहाँ गुरुङ कसको खाजा खानु न ठुलो पानी पुऱ्याइरहेको छ अब हामी कसरी जानु एनिवे यस्तो ठुलो परिरहेछ पेट यत्रो भयो खाजा खाएर कत्रो पानी परिरहेको हालतमा हिँड्दैछौँ छाता ओढेर यता ओए फोनै भिज्छ नि हाम्रो पानी परिरहेछ पानी परेको पनि देख न यस्तो छाता ओढेर बसिरहेको छ नि पछाडि पानी परेर उता देखाउँदा पानी परेको यस्तो पानी परिरहेको छ झरी हेर्नुहोस् भुइँमा हेर्नुहोस् बिजोक रमाइलो छ हाम्रो यस्तो खाली खुट्टा हिँड्दैछौँ किनकि हाम्रो चप्पल माया लागेर फाट्छ नि त त्यही भएर खुट्टा दिँदा भएको यहाँनिर स्टुडियोले गोरी चेपेर हिँड्नु परिरहेछ चप्पल चेपेर हिँड्नु परिरहेछ घुम्दै आएको घुम्दै आउँदै खाजा खाँदै पानी नै ठेक्कै पऱ्यो अनि यस्तो छाता ओढेर हिँड्दैछौँ हाम्रो बिजोक यस्तो छ यस्तो रमाइलो छ बिजोक हामी चाहिँ घर फर्किँदै गरेको त्यही भएर फोन गर्दाखेरि